हेलो एभ्रीबडी। आज चाहिँ टेन्सको कुरा गरौँ है त। टेन्स भन्ने बित्तिकै के बुझ्नु पर्यो? समय, काल, अवधि भन्ने बुझ्नुपर्छ। र यो टेन्स चाहिँ तीन प्रकारको हुन्छ। प्रेजेन्ट टेन्स हुन्छ, पास्ट टेन्स हुन्छ, फ्युचर टेन्स हुन्छ है। आज चाहिँ मैले यो प्रेजेन्ट टेन्सको बारेमा चाहिँ कुरा गर्न गइरहेको छु। बेसिकली यो भिडियो चाहिँ प्रेजेन्ट टेन्सकै बारेमा हो है त। प्रेजेन्ट टेन्स भनेको वर्तमान काल भन्छ यसलाई। यो भनेको चाहिँ अहिलेको तत्कालको समय हो के। तत्काल के भइरहेको छ, के हुन्छ, यो चाहिँ हो, बुझ्नु हो नि प्रेजेन्ट टेन्स भनेको। र यसको पनि चारवटा फर्महरू छ हैन। एउटा छ सिम्पल प्रेजेन्ट, अर्को छ प्रेजेन्ट कन्टिन्युअस, अर्को छ प्रेजेन्ट पर्फेक्ट, अर्को छ प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस टेन्स है त। अब यसमा सिम्पल प्रेजेन्ट भनेको के हो त भनेर बुझ्नु पर्यो। सिम्पल प्रेजेन्ट भन्ने बित्तिकै के बुझ्नुहोस् भन्दा चाहिँ अब एक्जाम्पलबाट बुझ्ने कोसिस गरौँ है त। सी गोज टु स्कुल भनौँ है। सी गोज टु स्कुल, वी ट्राभल टु पोखरा हो। यस्तो खालको सेन्टेन्सहरू जुन चाहिँ के हुन्छ, जहाँ चाहिँ सब्जेक्ट आएको हुन्छ, भवन र भब5 को प्रयोग हुन्छ र अब्जेक्टको प्रयोग हुन्छ, त्यो चाहिँ के हो त? सिम्पल प्रेजेन्ट टेन्स हो है। त्यो के हो त? सिम्पल प्रेजेन्ट टेन्स हो भनेर बुझ्नु पर्यो है त। अब हजुरहरूले जहिले पनि अब एउटा स्ट्रक्चर बनाएर राख्नुहोस् है त। सिम्पल प्रेजेन्ट टेन्सको एउटा सेन्टेन्स बनाउनुहोस् है त। हजुरले भर्खर के गर्दै हुनुहुन्छ त्यो अनुसारको सेन्टेन्स बनाएर म कमेन्ट गर्नुहोस् है त। अब यसमा चाहिँ हि सी इट आयो भने त्यसले सिङ्गुलर सब्जेक्ट छ भने सिङ्गुलर नै भर्ब लिन्छ, प्लुरल सब्जेक्ट छ भने प्लुरल नै भर्ब लिन्छ। यो त मैले हजुरहरूलाई सधैँ भनिरहेको छु है। अब अर्को छ प्रेजेन्ट कन्टिन्युअस टेन्स। प्रेजेन्ट कन्टिन्युअस टेन्स भनेको चाहिँ कुनै काम वर्तमान अवस्थामा भइरहेको छ, अथवा नेपालीमा बुझ्नुहुन्छ भने यसलाई के भन्छ? अपूर्ण वर्तमान काल भन्छ है। सी इज राइटिङ एन एसे, उसले एसे लेखेर सकेकी छैन है। त्यस्तो अवस्थामा के को प्रयोग गर्ने? प्रेजेन्ट कन्टिन्युअस टेन्सको प्रयोग गर्ने। यो चाहिँ प्रायः जसो लोकसेवाको एक्जाममा सोधिरहेको हुन्छ। लुक भनेर लेखेको हुन्छ अनि तल एउटा त्यहाँनिर सिम्बल राखेको हुन्छ। इट इज भने इट डट 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 भने हुन्छ अनि तल अप्सन दिएको हुन्छ इज रेनिङ, रेन्स, ह्याज रन, ह्याज रेन्ड, यसरी दिएको हुन्छ अनि हजुरहरू झुकिनुहुन्छ है। अब यस्तोमा लुक आयो, यो आउने बित्तिकै यो त प्रेजेन्ट कन्टिन्युअस हो भनेर चिन्नुपर्ने हुन्छ। लुक चाहिँ त्यसको एडभर्ब हो के प्रेजेन्ट कन्टिन्युअस टेन्सको। सी इज राइटिङ एन एसे भनेपछि ल हेर्नुहोस् तल आउनुहोस्, दे आर प्रिपेरिङ फर द एक्जाम, उनीहरूले एक्जामको तयारी गरिसकेका छन्, छैन, त्यही भएर प्रेजेन्ट कन्टिन्युअस भयो। सब्जेक्ट प्लस इजेमआर प्लस भब4 प्लस अब्जेक्ट यसरी हुन्छ। ल अब हजुरहरूको पालो चाहिँ एउटा सेन्टेन्स प्रेजेन्ट कन्टिन्युअस टेन्सको पनि बनाएर कमेन्ट गर्नुहोस् है त। अनि प्रेजेन्ट पर्फेक्ट टेन्स छ। प्रेजेन्ट पर्फेक्ट टेन्सलाई नेपालीमा के भन्छ? पूर्ण वर्तमान काल भन्छ। काम सकिसकेको छ तर त्यसको असर रहिरहेको छ भने त्यसलाई हामी प्रेजेन्ट पर्फेक्ट टेन्स भन्छौँ। काम सक्यो के, वर्तमान कालमा कुनै काम सक्यौँ। आई हेभ कम्प्लिटेड माई स्टडी गोल्स, मैले चाहिँ आज पढ्नुपर्ने टार्गेटहरू प्रायः जसो यो सेक्सन अफिसर तयारी गर्नेले टार्गेट बनाउनुहुन्छ नि, आज म यति गर्छु भनेर हो। त्यस्तै त्यो टार्गेट चाहिँ मैले सकेको छु, आई हेभ कम्प्लिटेड भनेर भन्ने। अनि 2 मा आउनुहोस् त, हि हेज जोइन द सिभिल सर्भिस। र त्यो टार्गेट सकेर त हजुरले सिभिल सर्भिस जोइन गर्नुहुन्छ होइन, मैले जोइन गरिसकेको छु भनेर बनायो। अब स्ट्रक्चर हेर्नुहोस् त, सब्जेक्ट प्लस ह्याज ह्याभ प्लस भब3 प्लस अब्जेक्ट, यसरी हुन्छ। अनि प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस टेन्स, अब यो भनेको चाहिँ विगतका दिनहरूदेखि आज वर्तमान अवस्थामा पनि कुनै काम गरिरहन्छ भने त्यसलाई हामी के भन्छौँ? प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस टेन्स भनिन्छ। बुझ्नु भने आई हेभ बिन वर्किङ एज अ सिभिल सर्भेन्ट फर 5 years। फर र सिन्सको प्रयोग हुन्छ स्पेसली यो अवस्थामा। बुझ्नु भने फर, सिन्स यिनीहरूको प्रयोग हुन्छ। यो भनेको चाहिँ के हो भन्दा मैले चाहिँ 5 वर्षदेखि चाहिँ सिभिल सर्भिस जोइन गरेर काम गरिरहेको छु। 5 वर्ष अगाडि जोइन गरेको हो तर वर्तमान अवस्थामा पनि मैले जोइन गरिरहेको छु, छोडेको त छैन। त्यस्तो अवस्थामा चाहिँ हामीले के को प्रयोग गर्छौँ? प्रेजेन्ट पर्फेक्ट टेन्सको प्रयोग गर्छौँ। यस्तो अवस्थामा के को प्रयोग हुन्छ? सिन्स र फरको प्रयोग हुन्छ। एक्जाम्पल हेर्न सक्नुहुन्छ, सी हेज बिन प्रिपेरिङ फर द एक्जाम सिन्स लास्ट इयर, उसले लास्ट इयरदेखि चाहिँ एक्जामको तयारी गरिरहेकी छन् भनेर भन्यो। अब त्यो एक्जामको तयारी गरेको धेरै पहिला हो तर त्यो काम सकेको छ, छैन, त्यही भएर चाहिँ प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअसको प्रयोग भयो, सिन्सको प्रयोग आयो त्यहाँ हेर्नुहोस्। अनि दे हेभ बिन राइटिङ एन्सर फर 2 hours होइन। फर अब यसमा के भयो? उसले चाहिँ 2 घन्टादेखि चाहिँ के गरिरहेकी छ? एन्सर लेखिरहेकी छ भनेर
भन्यो। बुझ्नुभयो नि? हो, यस्तो अवस्थामा के को प्रयोग हुन्छ त भन्नुहोस् त? प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअसको प्रयोग हुन्छ। स्ट्रक्चर के हो त भन्दा सब्जेक्ट प्लस ह्याज ह्याभ प्लस बिन प्लस भर्ब प्लस अब्जेक्ट हुन्छ। अनि सिन्स र फरको चाहिँ प्रयोग अनिवार्य रूपमै जस्तो हुन्छ यसमा। किन भन्दा त्यसले चाहिँ कुनै काम विगतदेखि सुरु गरियो तर अहिले पनि गरिन्छ क्या, त्यो जनाइरहेको छ। त्यो एउटा फर र सिन्सको प्रयोग चाहिँ गरिन्छ यसमा, मैले भनिहालेको छु। थ्याङ्क यू सो मच। यदि हजुरहरूलाई यस्तै अङ्ग्रेजी सम्बन्धीका क्वेसनहरू चाहिन्छ भने अङ्ग्रेजीको व्याकरण सम्बन्धीका रुल्सहरू अथवा 0 लेभलदेखि नै इङ्ग्लिस जान्न चाहनुहुन्छ भने पनि भिडियोहरू आउँछ त्यो सम्बन्धीका। त्यही भएर चाहिँ मेरो यो फेसबुक पेजमा जोडिन सक्नुहुन्छ, मलाई युट्युबमा फलो गर्न सक्नुहुन्छ, टिकटकमा फलो गर्न सक्नुहुन्छ। मेरो चाहिँ नाम यही नै छ है, जुनमा हजुरले देख्नुहुन्छ त्यही छ जहाँसुकै। हस्, थ्याङ्क यू सो मच।